बाहिर यो माटो हो यो माटो होइन यो फाल्ने यो निकाल्नु भयो तपाईँले यो निकालेको फाइबर हो यो सबै जो थियो यो सेप जम्मै यसमा आइसकेको थियो अब यो रङ गर्नु अनि यति मोटो हुँदैन कस्तो हुन्छ अब मूर्ति बनिसकेपछि कति मोटो यति हुँदैन नि मोटो जस्तो माटोको छ त्यस्तै हो त्यही सेम आओस् भनेर यो निकालेको हो फेरि मैन मात्रै यो बनाउनु सक्दैन यो हात यस्तो लेख्न लाग्यो मूर्ति छ नि जुन ठ्याक्कै उसैलाई ल्याएर एनलार्ज गरेर ठुलो बनाइन्छ महाराजजीको त्यो आश्रम छ त न जगतगुरुको त्यहाँ राखेको छ बन्छ के त यसको बाहिर यसको बाहिर के हुन्छ के को बन्छ त मूर्ति यो मूर्ति के को बन्छ त तामा ढलोट अब यसमा चाहिँ नि यति मोटो कति भने कति एमएमको कति एमएम हुन्छ 5 एमएम 5 एमएम 6 एमएम 5 एमएम 6 एमएम यहाँ चाहिँ मैनको हुन्छ अब यो आवश्यक अनुसार अझ बढी पनि राख्नुपर्ने हुन्छ बाटो अब पैसा चाहिँ 5 एमएम 6 एमएमले पुग्ला पैसा नपुग्ला अनि यो बनाएर यो यतिकै चाहिँ नि यसलाई यो मैनको यहाँ यो पिस बनाएपछि यसलाई चाहिँ यो मैनको चाहिँ त्यो पुरै बनाइसकेपछि केही नगरिकन यसलाई यतिकै माटो लगाउँछौँ पहिला त्यो माटो लगाइसकेपछि हामी बल्ल फ्रेम बन्छ फ्रेम बनाएर यसलाई ढालेर निकाल्छ त्यो निकालेपछि अब त्यो सबै यो धातुमा बन्छ यस्तै धातुमा बनेपछि हामी यसको चाहिँ सबै साइडमा अनि सबै जोड्ने त्यसैमा खासा निकाल्नुहुन्छ नि अब यसैमा खास हुन्छ